हेलो गाइस, यो चाहिँ मेरो मम्मी गाउँबाट पोखरा आएको दिनमा है। म चाहिँ ड्युटीबाट आएको थिएँ भर्खर। मम्मीलाई हेर्दैछु। हेरौँ अब मम्मीको रियाक्सन के भन्नुहुन्छ मलाई। खाना रोटी घाट दुख्या भराको अहिले भर्खर आएको कोताको भयो त्यो झोला ढिकेर बाबु बाबु लिएर आएको त्यहाँदेखि त्यो बाबुले सबै लुगा ढिकेर गरेर त्यो झोला बाँडी चादरमा आमा यहाँ त के गरे छोडे आमा भन्दा बाँड त्यसले त्यहाँदेखि त फेरि ल बाबुले अहिले टाइगरको नम्बर मागा है मेरो नानी राख्छु त्यहाँ त्यहाँदेखि त्यहाँ खसिँदा टाइगर खोजेर राख्दा नि भनेर भनेको त यिनीहरू ठ्याक्कै आउनु घर छोडेर मोबाइल छ त्यहाँ सबैलाई थाहा भयो फोन नम्बर थाहा हो फोन गर्छ है। डायरी नै लेखेर पठाउनु पर्ने भयो ओके त मोबाइल त राख्दैन अब डायरी राख्छ झोलामै टाक्दिने कालो झोला सेतरी नबने त्यतिकै हो राख्दैन फिटिकै राख्दैन त्यहाँ त कुरा त ओके यो आमाले पैसा लिने ब्यागमा नयाँ बेटा पैसा लिने ब्यागमा नयाँ बेटा कति हो तपाईँको ब्याग त पेटीकोटमा यी आनन्द अब त हेर्न हेर कस्तो आइडिया लगाएको सधैँ त्यही एउटा पेटीकोट लाएर हिँड्छ हौ बान्दै भन्ने भनेर सेक्रेट गोजी लेखेर लानु पर्यो त्यही त भनिरहेको नि Finally, my mom is here. एउटा डायरीमा लेखेर मम अर्को गाउँ होइन के रे केही लानु हो भने रौसीहरू त अन्त रौसीहरू रौसी खाने हो हिजो दाइको घर बिचेप जाँदाखेरि दिउँसो घाम चर्केको बेलामा यहाँनिर खिरेको रुख छ कि त्यता साइडमा रोडनिर खिरेको शीतलमा बसेर दोरी सुन्दै हुनुहुन्छ। मम्मी दोरी लभर हुनुहुन्छ नि फेरि दोरीका कलाकारहरू A to Z थाहा छ आमालाई सबै भन्नुहुन्छ यो फल्ना ढिसाना यसले यसो भने उसो भने दोरीको बारेमा त मम्मीलाई कण्ठ छ कण्ठ के सुनाउँदै हुनुहुन्छ